हेलो सबैजनालाई नमस्ते। यो चाहिँ मेरो सानो दोकान हो, पानीपुरीको दोकान। यसरी मैले चाहिँ ब्याट्री गाडीमा सेटअप गरेको छ आफ्नो दोकान र यहाँ ग्राहक पनि आइसक्नु भएको छ र यसरी मैले सजाएर राखेको छु आफ्नो दोकान। यो चाहिँ लोकल पानीपुरी घरमै बनाएको र यसरी पानी बोतलहरू यसरी मैले सजाएर राखेको छु। यो चाहिँ अमिलो पानी, इमलीको पानी एकदम खट्टा र यहाँ यसरी खोर्सानीहरू काटेर मैले प्याजहरू काटेर राखेको छ मिलाएर र यो चाहिँ उसिनेको मटर, यो तेल, मुङ र यसरी काँचो मुङ पनि खाने मान्छे बहुत छन्। र यो चाहिँ सुकेको मटर, हरियो मटर, यो चाहिँ भुटेको सुक्खा, यो चाहिँ काँचो चना र यो चनाचुर, मुरै, यहाँ पानीको बोतल पनि छ र यसरी कुरकुरेहरू पनि राख्ने गरेको छ। यहाँ चाहिँ हाम्रो पानी र यो बदाम अलिक लुकाएर राख्नुपर्ने हुन्छ र यो चाहिँ परबाट मेरो दोकान, सानो दोकान सेटअप गरेको छ र तपाईहरुलाई मन पर्छ होला र कहिलेकाहीँ आउनु। यो चाहिँ हाई स्कुलको छेउमा छ, डिमाकुसी हाई स्कुल। यो चाहिँ बादलापाडा मिनी स्टेडियम बाटो हो र यसको छेउमा म बस्छु। यहाँ एकजना भाइ पनि आए, उहाँलाई के चाहिन्छ हेरौँ है त, माया गरिदिनु।